एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लग स्टार्ट गर्नु गइरहेको छु र आज चाहिँ हामीहरू साङ्चे जाँदैछु, साङ्चे गुम्पा है सङ्घाचोलिङ, किनभने त्यहाँ चाहिँ है आज चाहिँ वाङ छ, त्यसले गर्दाखेरि चाहिँ हामी सबैजना वाङजी सिकाउन जाँदैछु र तपाईँहरूलाई पनि लगेर जानेछु सँगसँगै। त्यो छोरी चाहिँ अब ब्याग लिएर झर्दैछ हो, अन्त निम्तिको यहाँ ताला बन्द गर्नु, चाबी बोक्नु ल, सँगै चाबी लगेर जानुपर्छ। हामी चाहिँ जाउँ छिटो आइज, अब तालाहरू बन्द गऱ्यो होइन। ल अब हामी चाहिँ गएको साङ्चे। ए हाम्रो हिरोहरू चाहिँ यहाँ बसिरहेको रहेछ सबैजना। छिरिङ के खाएको? ए चाहिँ हामी चाहिँ लागेको र मेरो यहाँ पछाडि पछाडि चाहिँ हिरोहरू छ, हिरोजहरू यहाँ छ दुईजना, यहाँ छ एकजना। अब आगेले गाडी निकाल्दैछ, यस्तो डरलाग्दो गरम छ कि। यहाँ चाहिँ मेरो आगेको अफिस हो, एसएनटी। यहाँबाट चाहिँ मानेलाङ्गा गाडी तातेर केही छैन। आज चाहिँ यस्तो ब्याड लक भयो कि जाँदै गर्दाखेरि हेर्नुहोस् न, त्यो के भन्छ कहाँको सिलगढीको गाडी हो कि कहाँको, यहाँनिर अम्म गाडी रहेछ हेर्नुहोस् न। अम्म ब्लक गरेर हो, ढिलो भएको माथि यस्तो छ यिनीहरू। राबदिन्ची प्यालेस हो, यहाँ चाहिँ यहाँबाट उकालो जान्छ, हेर्नुहोस् त। यस्तो भिड हुन्छ, बाहिरबाट आउँछ है घुम्नु। हेर्नुहोस् न, यहाँबाट चाहिँ इन्ट्री छ हो। यहाँ चाहिँ बर्ड सेन्चुरी चाहिँ यहाँ छ, बर्ड पार्क चाहिँ हो। तपाईँहरूलाई चाहिँ म एक दिन राम्रोसँगले है आएर तपाईँहरूलाई म बर्ड सेन्चुरी देखाउँछु। अब यहाँबाट उँभो चाहिँ पेलिङपट्टि लाग्यो हामी, उता चाहिँ पेमाएन्ची गुम्पाको सेडा चाहिँ यहाँभित्र छ। यहाँ माथि हेर्नुहोस् त, हो सेडा स्कुल केटाकेटीहरू चाहिँ यहाँ छ, सानो केटाकेटीहरू। यहाँबाट उता चाहिँ अब पेलिङ स्टार्ट, यहाँबाट उता चाहिँ पेलिङ बजार हो। हेर्नुहोस् त, पेलिङ बजार चाहिँ यस्तो छ है। को आउनु भएको छैन है, अब म भिडियोबाट हेर्नुहोस् हो। यहाँ माथि चाहिँ पेलिङ सिनियर सेकेन्ड्री स्कुल चाहिँ यहाँ माथि छ, र यहाँ चाहिँ है हाम्रो पेलिङ बजार हो। हेर्नुहोस् त, ऊ माथि चाहिँ ग्राउन्ड छ हो। अब यहाँबाट उँधो गयो भने चाहिँ खेचुपेरीहरू पुग्छ, यक्सुम खेचुपेरीहरू पुग्छ। तर अब आज चाहिँ हामीहरू चाहिँ यहाँबाट उकालो है, यहाँबाट उता गयो भने चाहिँ देन्ताम पुग्छ। तर अब आज चाहिँ हामी यहाँबाट उकालो जाँदैछ। यहाँबाट उकालो चाहिँ अब हामीहरू चाहिँ साङ्चे गएको है, साङ्चे गुम्पा। अन्त त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ यो बाटो जानु पर्यो। यो चाहिँ है हाम्रो पेलिङ स्कुलको गर्ल्स हस्टेल यहाँ हो। तपाईँहरूलाई है को आउनु भएको छैन है मेरो भिडियोबाट, तपाईँहरूलाई गेजिङ है, गेजिङ पेलिङ है तपाईँहरूलाई यहाँ देखाउँदैछु हो। अन्त राम्रो राम्रो छ जग्गाहरू घुम्नु आउनुभयो भने चाहिँ हो। अब अहिले चाहिँ हेर्नुहोस् न, अन्त म त गाडीमा जाँदैछु, गाडीमा रिकर्ड गर्नुले गर्दा हल्लेर बिजोक छ हो। अन्त यहाँ चाहिँ है टुरिज्म फेस्टिभलहरू केहरू चाहिँ यो ग्राउन्डमा हुन्छ यहाँनिर हो। अन्त यहाँ चाहिँ पेलिङ ग्राउन्ड चाहिँ यहाँ छ। अब हामी चाहिँ यहाँबाट उकालो चाहिँ साङ्चे चाहिँ अब यहाँबाट उकालो जान्छ। र पेलिङ ग्राउन्ड चाहिँ यस्तो छ। पेलिङ यहाँबाट उकालो गयो भने चाहिँ तपाईँहरू हेलिपेड पुग्नुहुन्छ, हेलिपेड हो। यहाँबाट उकालो चाहिँ पेलिङ हेलिपेड, यहाँबाट उता चाहिँ साङ्चे। पहिला चाहिँ यहाँतिर केही पनि थिएन, अहिले चाहिँ हेर्नुहोस् न यस्तो दामी दामी घरहरू भएको छ हो। यस्तो दामी चाहिँ पुग्यो हो। यहाँ चाहिँ यस्तो छ चेरेजी, यहाँनिर स्काई वक। यहाँ चाहिँ यस्तो दोकानहरू पनि रहेछ आजकल चाहिँ। म बिहानै ए भर्खर हो। ए दादा कति बेला आउनुभयो? ए हेलो चेरेन्जी। अब यहाँबाट उकालो चाहिँ हामीहरू हिँडेर जानुपर्छ माथिसम्म हो। ए हेलो भाइला, कति बेला तपाईँहरू? ए
कस्तो दामी छ यहाँ चाहिँ हो। यहाँ चाहिँ स्काईवक, हाम्रो स्काईवक चाहिँ यस्तो छ है। यहाँ चाहिँ हाम्रो छिरिङ नर्बुको नाम हो। यहाँ क्या ए जङ लस लस हामी चाहिँ अब पुग्यो हो। अब चाहिँ कुन आँटी पुग्यो भन्दा पनि हुन्छ। दिदी भाइ बेला यता मैले नानी काममा भएपछि चाहिँ यस्तो हालत हुन्छ बिचारा। हेर्नु नि नानी उनी पनि सुतेछ यहाँ हेर्नुहोस् त। रजिला कस्तो हुँदो रहेछ यता। हेलो हेलो पानी पर्नु थाल्यो हेर्नुहोस् न, पानी पर्नु थाल्यो। आज चाहिँ हाम्रो है साङ्चेमा अब लास्ट आज चाहिँ फाइनल हो पूजाको। र हेर्नुहोस् न यहाँनिर आज चाहिँ वाङ छ हो। त्यसले गर्दाखेरि चाहिँ टाढो टाढोबाट बिचारा वाङ थाप्नु वाङ जेसी गर्न आउनु भएको छ। लाइन हेर्नुहोस् यहाँनिर यस्तो डरलाग्दो लाइन छ हो। अन्त 1 बजेदेखि वाङ स्टार्ट भन्दै थियो। अन्त भित्र चाहिँ पहिला चाहिँ है आन्युहरू लामाहरू यापोहरूलाई दिनुहुन्छ, त्यहाँबाट आन्युहरूलाई दिनुहुन्छ, त्यहाँबाट मात्रै अरूको हो। हामी पनि यहाँनिर लाइनमै बसिरहेको छु हो। र आज चाहिँ फाइनल हो 30 तारिक 9 दिनको पूजा चाहिँ आज फाइनल। आज 30 तारिक है 30 आज चाहिँ है लास्ट हो। र आज वाङ यहाँ दुईजना पनि वाङ जेसी गरेर आइपुगेछ। सक्नुभयो तपाईँहरूले? ए हामी त भर्खर छ है। बिजोक भइरहेछ पानी परेर हो। मान्छेलाई भिज्यो है, भिज्यो है तपाईँ हजुर। ए यहाँ हेर्नुहोस् न अम्मा लाइन सक्यो तपाईँहरूले? ए लस 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 पानी झरीमा हेर्नु न।
गयो हेलो तिम्रोमा बोतल छैन गिलास गिलास पनि छैन त्यहाँभित्र दिन्छ त दिन्छ होला भित्र त कसले दिन्छ ला यहाँ मेरो आफू घरमा आइला केही भन्नु छ थ्याङ्क यू ल लजान राख ह कस्तो दामी हेर्नुस् यहाँ कस्तो राम्रो फुलहरु रोपेको हुन्छ यहाँनिर यस्तो दामी छ हो यहाँ आएपछि चाहिँ एकदम मन हल्का है मन शान्ति ओ पिस माइन्ड हुन्छ हो यति मजा लाग्छ सेरेटी चाहिँ हाम्रो यस्तो छ हो उयो माथि हेर्नुहोस् त क्या ऊ लाइटहरू बलेको हेर्नुहोस् त क्या दामी देख्दैछ ऊ माथि हेर्नुहोस् त हो अब हामी बुढाबुढी चाहिँ फर्केको घर हो अन्त अब चाहिँ सबै सक्यो है प्रोग्रामहरू सक्यो र हामी दुईजना चाहिँ गएको हेर्नुहोस् न बिहान चाहिँ कस्तो थियो ब्याग है अहिले चाहिँ हेर्नुहोस् न यहाँनिर खदा यहाँनिर ठी यस्तोहरू लगाएको छ कि त्यसले गर्दा ब्याग चाहिँ केही नै बोकेको जस्तै भएछ हो मेरो अब चाहिँ हामी फर्केको आजको भिडियो चाहिँ म यहीँ एन्डिङ गर्दैछु र तपाईँहरूलाई फेरि भेट्नेछु नेक्स्ट ब्लगमा हो तबसम्मको लागि चाहिँ बाई बाई अन्त लाइक सेयर एन्ड सब्सक्राइब गरिदिन्छ नबिर्सिदिनु होला फेरि भेट्नेछु तपाईँलाई म आफ्नो